हेलो नमस्ते सबैजनालाई। आज मैले यहाँ एउटा मौरीको टाउकोमा लगाउने चिन्हहरू विदेशतिर हामीले विभिन्न युट्युबहरूमा देखिरहेका छौँ। त्यस्तो खालको मौरीको रानीको टाउकोमा लगाउने एउटा चिन्ह, रानीलाई चिन्हलाई सजिलो पार्ने एउटा उपाय म यहाँ देखाउन गइरहेको छु। ल सुरु गरौँ है। क्विन मार्कर पोस्का भन्ने चाहिँ इङ्ग्लिसमा देखिएको छ भने यहाँ चाहिँ युनी भनेर बुझिएको छ। बाँकी चाहिँ जापानी अक्षरबाट भएको हुनाले यो टिपेक्स टाइपकै छ, तर यसमा केमिकल चाहिँ फरक प्रकारको नजाने टाइपको र यो चाहिँ अलिकति महँगो छ। लगभग 800-900 रुपियाँ पर्न गएको छ। यसको कलरहरू चाहिँ रातो, निलो, त्यसपछि चाहिँ पहेँलो गरेर 3 किसिमको देखाएको छु मैले। मसँग चाहिँ यो पहेँलो ढक्कन भएको हुनाले यो पहेँलै कलर छ भित्र पनि। यसले चाहिँ हामीले रेजा लगाएर के गर्छौँ, क्विनलाई चाँडै देख्न सजिलो होस् भनेर। गोला निरीक्षण गर्दाखेरि क्विन ठिक छ कि छैन, क्विन छ कि छैन, अथवा कतै च्याप्पिन सक्छ, कहीँ चाहिँ हराउन सक्छ, कहिलेकाहीँ क्विन नदेखिएर अब यो भालेहरू वृद्धि भएको बेला मौरी चाहिँ गोला विभाजन हुने प्रक्रियामा भालेहरू प्रशस्तै राखेको हुन्छ। त्यतिखेर पुरानो क्विन देखिँदैन। त्यो कारणले त्यो पुरानो क्विनलाई खोज्न धेरै गाह्रो हुन्छ। 10वटै फ्रेम चेक गर्नुपर्ने अवस्था। त्यो भएनाले अलिकति हेर्दा छिटै भेटिहाल्ने त्यो चाहिँ यसको टाउकोको चाहिँ कालो भाग छ। टाउकोभन्दा पछाडि यो कालो भागमा हामीले चाहिँ मार्क लगाएर राख्यौँ भने के हुन्छ, हेर्दाखेरि चाहिँ प्रष्ट चाँडै देखिने हुन्छ र धेरैवटा फ्रेमलाई खोतली राख्नु पर्दैन। त्यसको लागि मात्रै यसको प्रयोग गरिएको हो। यसको अरू काम केही पनि छैन। ल अब हामी घार खोलेर हेर्छौँ। यहाँ रानी चेक गर्छौँ, रानी खोज्छौँ र रानी भेटेपछि हामीले रानीको टाउकोमा यो पहेँलो कलर पेन को चिन्ह लगाउँछौँ। यो पहिलो फ्रेममा दोस्रो फ्रेम हेर्दैछौँ। ल यो दोस्रो फ्रेममा नयाँ आधार चाका भएको हुनाले नयाँ चाकामा यहाँ रानी भेट्टि नै सक्यो। सुरुमा यहाँ अन्डा पार्न आइसकेर छ, गार भरिँदै थियो। ल हेर्नुहोस् त, यहाँ चाहिँ रानी मैले टिपेँ है। यहाँ रानी ठ्याक्कै भेटिहाल्यो सुरुमै। ल हेर्नुहोस्, यहाँ यसरी मैले चाहिँ पखेटा समातेको छु। रानीलाई समात्दाखेरि हामीले चाहिँ जहाँ पायो त्यही समाउनु हुँदैन, पखेटामा ट्याक्क पारेर समाउनु पर्छ। पखेटा समाएपछि यसलाई चाहिँ यसो प्यान खोलौँ पहिले। यो प्यानको खोलेर हामीले चाहिँ यसको टाउकोको पछाडि, थोरै पछाडि, ढाडभन्दा माथि जानेर एउटा चिल्लो भाग हुन्छ, कालो भाग, त्यहाँनिर लगाउनु पर्ने हुन्छ। अगाडिको कालो भाग टाउकोतिर लगाउनु हुँदैन, त्यहाँ चाहिँ आँखाहरू हुन्छ। त्यसो भए हुनाले यो पछाडि अलिकति कालो भाग हुने ठाउँ हुन्छ, त्यो भागमा हामीले लगाउनुपर्छ। यसरी लगाइदिने। यसरी लगाउँदाखेरि हेर्नुहोस्, यहाँ पहेँलो देख्न सक्नुहुन्छ। यसलाई होसियारीका साथ समात्नु पर्ने हुन्छ। राम्रोसँग लागेको छैन, म लगाएर राम्रोसँग गर्छु। ल हेर्नुहोस् त, अब पहेँलो देखिन्छ प्रष्ट रूपमा। यो चाहिँ नमेटिने किसिमको, यसमा लागेपछि पर्मानेन्ट तरिकाले बस्छ। अब यसलाई फ्रेममै हालेर यसरी हेरौँ त। ल हेर्नुहोस् त, टाढैबाट पहेँलो टाउको गरेको ठ्याक्कै देखिन्छ। यहाँ चाहिँ मौरी मैले झारिसकेको हुनाले यहाँ मौरी छैन। अरू फ्रेमहरूमा हामी हेर्नेछौँ। अब मौरीको कस्तो छ अवस्थाहरू अब हेरौँ। यहाँ रानीलाई चाहिँ हामीले लगाइसक्यौँ, पहेँलो लगाइसकेका छौँ। यहाँ दोस्रो फ्रेमहरू चेक गरौँ है। छेउतिरको चाहिँ अब हनी नै होला यतातिर। यहाँ ब्रुड छ, सबै ठिक छ। यो पुरानो चाका भएको हुनाले अलिअलि हनी पनि छ छेउछेउतिर। तल चाहिँ यहाँ कुटहरू पनि राखेको छ। यहाँ सर्लक्कै मह पनि भरेको छ र अलिअलि बच्चा पनि राखेको रहेछ। यसमा चाहिँ त्यति देखिएन ब्रुड चाहिँ, यसमा मह नै बढी छ। ल यो अर्को फ्रेम हेरौँ त। ल हेर्नुहोस् त, दोस्रो फ्रेमदेखि त टनाटन चाहिँ हालिराखेको छ। यो पुरानो रानी भए पनि यो 1 वर्षको रानी हो, पोहोर सालको। यहाँ चाहिँ हेर्नुहोस् त, कस्तो दुवैपट्टि मजाले चाहिँ लार्भाहरू टालेको छ। यो तेस्रो फ्रेम हेरौँ। ल यसमा त झन् ज्यादै छ, टनक्कै छ, कति पनि बाँकी रहेको छैन।
यसमा अगाडि पछाडि दुवैतिर बराबर छ। कर्मी मौरीहरू यो गोला एकदम मजबुत हुँदैछ भन्ने कुरा बुझ्नुपर्छ। भालेहरू त्यति छैन यसमा, सबै सर्लक्कै लार्भाहरू टालेको र अलिअलि लार्भाहरू आइसके पनि फेरि चाहिँ के गरिरहेको छ, अन्डाहरू पारिसकेको छ। यहाँ चाहिँ खाली भागहरूमा अलिअलि भएको थोरै खाली भागमा पनि यहाँ अन्डाहरू छ। यसमा चाहिँ कर्मिक रूपमा कर्मी मौरीहरू निस्किरहेका छन् र यहाँ फेरि अन्डा पार्ने काम पनि गरिरहेको छ। रानी चाहिँ राम्रो तरिकाले काम गरिरहेको छ भन्न बुझ्न सकिन्छ। ल हेर्नुहोस्, यसमा थोरै भाले सेलहरू त देखियो यसमा, तर कर्मी मौरीहरू नै ज्यादा छ यसमा पनि। यहाँ बिचमा खाली भएको ठाउँमा पनि यसले अन्डा हालिसकेको छ, मजाले अन्डा पारेको छ। मौरी चाहिँ राम्रै छ। यहाँ अब अरू फ्रेमहरू हेर्दाखेरि पनि राम्रै देखिरहेको छ। यसरी हामीले चाहिँ गोलाहरू निरीक्षण गर्दाखेरि हामीले सबै हेऱ्यौँ। यहाँ चाहिँ कर्मी मौरीहरू प्रशस्तै उत्पादन भइरहेको छ। रानीले राम्रो काम गरेको छ। अब अर्कोचोटि हामी यो सबै कर्मी मौरीहरू निस्कियो भने घार मजबुत बलियो भएर भरी घार हुन्छ। यसमा रानीहरू हेर्दाखेरि भेटाउन सकिँदैन। बाक्लो मौरी भएको बेला, त्यस बेला चाहिँ अलिअलि चाहिँ भाले मौरीहरू हालेको छ भने त्यसमा झन् रानी छुट्याउन गाह्रो हुन्छ। यो कलर लगाइसकेपछि मजाले देख्न सकिन्छ। हेर्नुहोस्, यो चाहिँ एकदम प्रभावकारी छ, राम्रो छ। यसरी चाहिँ व्यावसायिक रूपमा गर्दाखेरि हामीले यसरी प्यानहरूको प्रयोग गरेर चिन्न पनि रानीहरूलाई लगाउन सक्छौँ। आजको भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो, लाइक कमेन्ट सेयर गरेर साथ सपोर्ट दिनुहोला। नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद, नमस्ते।